नमस्कार, वेलकम टू बायोमेड डायरीज। सो आज पार्ट 2 मा चाहिँ तपाईको सुदूरपश्चिम प्रोभिन्सको पास्ट बायोमेडिकल इन्जिनियरिङ एक्जामको एमसीक्यू विथ एन्सर्स लिएर आएको छु। हेर्न सक्नुहुन्छ यो डेट एक्जाम चाहिँ 2082-081 मा भएको थियो। यो भन्दा अगाडिको पार्ट 1 मा चाहिँ 12 नम्बरसम्म क्वेशन एन्सर भएको छ भने 13 नम्बरमा हेर्न सक्नुहुन्छ। विच अफ द फलोइङ मटेरियल इज कन्सिडर्ड बायो इनर्ट एन्ड इज वाइडली used in orthopedic implants? So यसको करेक्ट एन्सर हो हाइड्रोएपेटाइट। त्यस्तै सेकेन्ड नम्बरमा 14 नम्बर द प्रोसेस बाई विच मेटेरियल्स मुभ एक्रस द सेल मेम्ब्रेन विदाउट इनर्जी इनपुट है। विदाउट इनर्जी है, यो चाहिँ एकदम फोकस गर्नुपर्छ। विदाउट इनर्जीमा हामीले जेनरली प्यासिभ ट्रान्सपोर्टलाई युज गर्छौँ, एक्टिभ ट्रान्सपोर्टमा तपाईँको इनर्जी युज हुन्छ। त्यसपछि 15 नम्बरमा इन ब्लड कन्ट्याक्टिङ डिभाइसेस विच पाथवे इज प्राइमरली रेस्पोन्सिबल फर initiating the coagulation cascade upon exposure to foreign surface? तो foreign surface मा चाहिँ तपाईको intrinsic pathway generally use गर्छौँ। त्यसपछि 16 नम्बरमा the cardiac output is the product of heart rate and stroke volume. So 17 नम्बरमा the coronary arteries supply blood through lungs, brain, heart muscles. So heart muscles is the right answer. 18 नम्बरमा the amount of air that a person normally cannot exhale at all is about 1200 mm. This is called residual volume. Which GI tract layer control peristalsis and segmentation? So यो चाहिँ तपाईको कुन लेयरले गर्छ भनेपछि मस्कुलरिस एक्सटेना लेयरले गर्छ। 20 नम्बरमा which of the following molecule is primarily absorbed through a lymphatic system? So lymphatic system ले कुन मोलिक्युल चाहिँ जनरली तपाईको एब्जर्ब गर्छ हैन, यो भनेपछि जेनरली फ्याटी एसिडहरु यसले एब्जर्ब गर्छ। 21 नम्बर which part of the nephron is primarily responsible for filtering blood है, यसको चाहिँ तपाईको कुन पार्ट हो? ग्लोमुरस। त्यसपछि तपाईको 22 नम्बर which of the following is an advantage of using biological vascular graft over synthetic graft? synthetic graft र vascular मा कुन चाहिँ राम्रो हुन्छ भनेपछि this is for better integration with surrounding tissue. 23 नम्बरमा which cell type play a key role in blood material interaction है। blood material interaction मा जनरली endothelial cell ले चाहिँ key play role गर्छ। त्यस्तै B cell are activated by है, B cell र T cell भन्ने हुन्छ। B cell तपाईको जनरली तपाईको एन्टिजेन हुन्छ। which molecule carry amino acid to ribosome during translation है। ट्रान्सलेसन भनेपछि तपाईको tRNA आयो है। तपाईको mRNA भनेको मेसेन्जर आरएनए भयो, डीएनए भनेको डिऑक्सी राइबोन्यूक्लिक एसिड भयो। त्यस्तै 26 नम्बरमा which molecule is primarily responsible for storage and transmission of genetic material है। यो चाहिँ एकदम सिम्पल र जेनरली सोधिराख्ने क्वेशन चाहिँ न्यूक्लिक एसिड हो। 27 नेचुरली है, यो चाहिँ एकदम केयर गर्नुपर्छ। नेचुरली एक्वायर्ड एक्टिभ इम्युनो कुड बी मोस्ट लाइकली एक्वायर्ड थ्रु विच अफ द फ्लोइङ प्रोसेसेस है। यसको चाहिँ तपाईको नेचुरल बर्थ हो कि ड्रिङ्किङ कन्ज्युमर हो। यसको करेक्ट एन्सर है इन्फेक्सन विथ डिजिज कजिङ अर्गानिजम। 28 नम्बर द प्राइमरली एक्सरे बीम पेनिट्रेसन पर्सेन्टेज थ्रु अ पेसेन्ट क्यान बी इन्क्रिज बाई इन्क्रिजिङ तपाईको केबीपी। एमएसमा नो इफेक्ट हुन्छ है, एमएस हैज नो इफेक्ट अन एक्सरे। सो यो एक्सरे बीम पेनिट्रेसन सबै केबीपी ले गर्छ। सो फर मोर रिलेटेड भिडियोज लाइक शेयर एन्ड सब्सक्राइब टु बायोमेडिकल डायरीज हैन। यस्तै अरु पास्ट अब अर्को पार्टमा चाहिँ पार्ट 3 आउँछ। अरु रिमेनिङ चाहिँ 100 एमसीक्यूहरु छ। यसको तपाईको 100 वटा एमसीक्यू सोध्ने रहेछ एक्जाममा, त्यही भएर अरु चाहिँ अब अरु पार्ट गर्दै आउँछ। थ्यांक यू फर वाचिङ दिस भिडियो।